नमस्ते, तपाईहरुको लागि म एउटा भिडियो लिएर आएको छु। भिडियोमा यो लिएर आएको छु भने कि हेर्नुस्, त्यस्तै दिदी, भाइ बहिनीहरु, दाइहरुले तपाईहरु सीमा टप गर्नु भएको छ। यदि राम्रो र्याङ्क लाग्नु भएको छ, नाम निकाल्नु भएको छ भने कुनै इन्स्टिट्युटको, कुनै टिचरको हैन कुरा सुनेर पैसा लिएर तपाईहरुले बुकहरुको बारेमा भन्नुहुन्छ, बुकहरुको भन्नुहुन्छ कि यो बुक पढ, यो बुक राम्रो छ, त्यस्तो कुरा नगर्दिनु। किनभने तपाईहरु कुनै विद्यार्थीको लागि, सीए एस्पिरेन्टहरुको विद्यार्थीहरुको लागि तपाईहरु जीवनमा आएर यसको जिन्दगीलाई बर्बाद गर्न काम नगर्नु। कुनै इन्स्टिट्युटको भनेर अनि इन्स्टिट्युटबाट सरहरूले, टिचरहरूले पैसा खुवाएर बुकको मतलब त्यो प्रचार गर्ने काम र कति कहे त्यो बुकहरुको भन्नुहुन्छ कि यही बुकबाट क्वेशन आउँछ, यो आउँछ, त्यस्तो काम नगर्दिनु। किनभने तपाईको एउटा कुराले विद्यार्थीहरूले त्यो बुक किन्छ, तर त्यो बुकबाट विद्यार्थीलाई न कन्सेप्ट आउँछ न केही आउँछ, टाइम वेस्ट हुन्छ। बल्ल तपाईहरु यस्तो काम गर्नु कि नाम निकालिसक्नुहुन्छ भने विद्यार्थीहरूलाई सपोर्ट गर्नुस्, कन्फ्युज भएको कुराहरु भन्नुस् हैन। अनि कुनै इन्स्टिट्युटमा आएर सरको कुरा सुनेर यो फलाको पैसा लिएर, पैसा खुवाएर बुकहरुको प्रचार नगर्दिनुस्। त्यो सब मतलब गलत कुरा हो, सब फ्रड कुरा हो। तपाईहरु एक नाम निकालिसकेपछि तपाईहरु एउटा इमानदार प्लस एउटा राम्रो व्यक्ति बन्नुस् कि तपाईहरु कसैको कुरा सुनेर ढवा लिएर लोभमा त्यस्तो कामहरु नगर्दिनु। म अनुरोध गर्दैछु। म यो भिडियो कसैको अवरोधमा, कसैको विरोधमा, कसैको पक्षमा म बोलेको न, म वास्तविक कुरा मैले हेरेको र सुनेको भरमा यो भिडियोमा बनाइरहेको छु कि भोलिका दिनमा आउनेलाई मेडिकल इन्जिनियरतिर विद्यार्थीहरुले कसैको दिदी, दादा, भाइ बहिनीहरुको लागि इन्स्पिरेसन भिडियो बनाओस्। त्योबाट भिडियोबाट म सन्देश दिन चाहन्छु कि यिनीहरुले नाम निकालेको दिदी, भाइ बहिनीहरुबाट र टिचरको कुरा नसुन्नुस्, त्यसको पछि नलाग्नुस्। 20 वटा 10 वटा बुक नकिन्नुस्, 3-4 वटा बुक नकिन्नुस्। एउटै बुक पढ्नुस् र बुझेर पढ्नुस् र राम्रो बुक पढ्नुस्। त्यो नाम निकालेको भरमा दिदी भाइहरुले यो बुकलाई प्रचार गरेको भरमा त्यस्तो बुकहरु किन्नु पर्दैन। मार्केटमा त्यस्तो बुकहरु छ, सब आजकलको नेपालमा त सब त राइटर नै छ। नाम निस्काएपछि राइटर बनिने, त्यस्तो कुरा खराब कुरा हो। मैले सन्देश दिन चाहन्छु। ल, धन्यवाद।